नै गाइज यहाँ मेसी र रोनाल्डोको फरक के भेट्नुहुन्छ हजुरहरूले। तर मेसी राम्रो लाग्नेलाई त्यही चिज पनि राम्रो लागे होला, रोनाल्डो राम्रो लाग्नेलाई त्यही चिज राम्रो लागेछ होला। तर म यो दुइटैको फ्यान त होइन तैपनि के दुईजनालाई कम्पेयर गरेर हेर्दाखेरि चाहिँ हजुरलाई चाहिँ को चाहिँ राम्रो लाग्यो कि हेर्नु न, यो मेसी भन्ने मान्छे चाहिँ कति धेरै एटिट्युडवाला है। अनि अर्को यो रोनाल्डो भन्ने चाहिँ वाउ कस्तो कुल के कस्तो एकदम के सबैलाई रेस्पेक्ट गर्ने, सबैलाई खुसी पार्न जानेको खालको मान्छे है। हेर्नु न त्यो यो मेसी भन्ने मान्छे कस्तो, मलाई त यो थाहा त थिएन होइन, चिन्थेन। मैले बल्ल हिजो अस्तिबाट बल्ल यो भन्ने चिन्न थालेको छु। तर पनि देख्दाखेरि नै के ऊ चाहिँ कस्तो रुड खालको के अलिकति है, एकदमै पारा देखाउने खालको। हेर्नु न कस्तो बिचरा त्यो बच्चालाई अर्कै खालको पारा, एकदमै धेरै इगो भएको मान्छे रहेछ जस्तो लाग्छ। अनि त्यही रोनाल्डो हेर्नु न, फेरि उनीहरू त दुईजना नै अब जे जस्तो भयो नि वर्ल्ड कपमा भाग लिएको मान्छे हो नि त होइन। तैपनि दुईजनालाई हेर्नु न, दुईजना कम्पेयर गर्दाखेरि एउटा कहाँदेखि कहाँ छ वाउ भन्ने खालको, एउटा चाहिँ कस्तो छ कि। तर हुन त अब मैले यो भन्दैमा फेरि त्यो फ्यानहरू आएर खनिने चाहिँ होइन नखनिनु होला। त्यो मैले मात्रै होइन, त्यो धेरैले कम्पेयर गर्नुभएको छ कि होइन यो भिडियोलाई चाहिँ कि यो यस्तो यो उस्तो भनिराख्नु भएको छ कि मैले मात्रै होइन। अब रिस त उड्छ नै होइन, अब जसको फ्यान हुनुहुन्छ उसैलाई रिस उड्छ नि त। अब मेसीलाई नराम्रो भनेको भएर अभियसली रिसाउनुहुन्छ, त्यो मलाई थाहा छ।